कतै गइरहेछ बिताएर चाहिँ हामी उकालो बाटो घाँस हाल्न आएको। सो हाई गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको यो ब्लगमा चाहिँ धेरै धेरै स्वागत छ सबैजनालाई। सबैभन्दा पहिले चाहिँ सबैजनालाई चाहिँ ह्याप्पी न्यू इयर गाइज। अहिले चाहिँ म चाहिँ ह्याप्पी न्यू इयरको कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ म ठ्याक्कै जौबारी जाँदैछु। ठ्याक्कै आधी बाटोमा पुगिसकेको छु गाइज। सो मसँग चाहिँ एकजना दाइ पनि थियो। कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ म चाहिँ पुरै जिउ दुएर चाहिँ महला झरौँ भनेर सोचिरहेको थिएँ अनि ढिलो ढिलो गरिरहेको थिएँ मैले। अहिले चाहिँ फेरि अब छिटो जाउँ, मान्छे तल खाना बनाएर कुरिरहेछ त्यस्तो भन्न थाल्यो। अनि दाइ पनि थोत्रे रिसाको तरिकाले अगाडि गएको छ। दाइ अगाडि गइसक्यो अनि म चाहिँ पछाडि परेँ। त्यस्तै 5-6 मिनटमा पुगिन्छ गाइज। अब यहाँबाट चाहिँ ह्याप्पी न्यू इयर मनाउनको लागि चाहिँ सबैजना चाहिँ धमाधम गइरहेको छ गाइज। हेर्नु कतै 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 गइरहेछ। आज चाहिँ ह्याप्पी न्यू इयर भएको कारणले चाहिँ कस्तो भइरहेको छ भने मान्छेहरू सबै रोडतिर चाहिँ मस्ताले गाडीमा चाहिँ स्पिकर जोडेर चाहिँ पुरै धमाधम होइन बाटै गन्काएर हिँडिरहेको छ। मैले भर्खर त भिडियो बनाइरहेको छु। सो भर्खर भिडियो बनाएको कारणले त्यति राम्रोसँग देखिरहेको छैन। तैपनि मेरो क्यामेराको क्वालिटी त्यति राम्रो नभएको कारणले गर्दाखेरि चाहिँ राम्रो सबै देखाउन पाइरहेको छैन। आज जौबारीमा के कसरी चाहिँ ह्याप्पी न्यू इयर मनाइन्छ त लेट्स सी, लेट्स गो। आज के हुन्छ, ओके गाइज लेट्स गो। के मेरो दाइ लास्ट एपिसोड यो ब्लग सक्नेसम्म रिसाइरै बस्छ। लेट्स गो एक्सप्लोर दि जौबारी। फाइनल्ली गाइज जौबारी नै देख्न थालिसकेको छ। म भनेपछि एकदम नजिक पुगिसकेँ जौबारीको चाहिँ। हामी चाहिँ जौबारीबाट फर्किसकेका छौँ। अहिले चाहिँ हामी दुईजना मात्रै छ अनि हामीले चाहिँ पुरै 2-3 घन्टा बिताएर चाहिँ हामी उकालो बाटो घरमा लागिसकेका छौँ। फाइनली गाइज हामी चाहिँ घर पुगिसकेका छौँ। अघि नै पुग्न चाहिँ दाइ र म चाहिँ अघि नै पुगिसकेको हो। तर बिचमा चाहिँ भिडियो त्यति राम्रोसँग गर्न मन लागिरहेको थिएन, त्यस कारणले चाहिँ भिडियो अन थिएन। फाइनली गाइज हाम्रोमा चाहिँ वाइफाई नै जडान भइसकेको छ, देख्न सक्नुहुन्छ। यो पोलदेखि चाहिँ हाम्रो चाहिँ वाइफाईको तार लगेर चाहिँ जडान भइसकेको छ। नयाँ वर्षको 2 दिन अगाडि 1 दिन अगाडि हो गाइज जडान भइसकेको छ। अचानक जडान भयो, कस्तो सरप्राइज भयो कि गाइज। नयाँ वर्षको उपहार टाइपकै भयो। पैसा चाहिँ तिर्नुपर्छ, यसको दुःखको कुरा हो। गाइज अहिले चाहिँ मौसम चाहिँ एकदम खराब भएको छ, देख्न सक्नुहुन्छ। पुरै विश्व कुहिरोले चाहिँ हाम्रो गाउँघरलाई चाहिँ छोपिसकेको छ, देख्न सक्नुहुन्छ। यस्तो भएको छ। अनि यहाँ चाहिँ म अहिले चाहिँ घाँस हाल्न आएको छु गाइज। अनि घाँस हाल्न आएको। अब चाहिँ जानेवाला गाइज उता। अब चाहिँ उता घरपट्टि जान लागेको। लेट्स गो। गाइज अहिले चाहिँ घरमा चाहिँ हामी दुईजना मात्रै छौँ। दाइ र म मात्रै छौँ। अनि मम्मी पालु मावाला गएको छ। ठ्याक्कै पालो गरेर चाहिँ यो चाहिँ अहिले चाहिँ म चाहिँ साग टिप्न जाँदैछौँ गाइज होइन। खाना पकाउँदैछ क्या पछाडिको तरकारी हाल्नुको लागि चाहिँ साग लिन जाँदैछौँ। फाइनली गाइज हामी चाहिँ साग लिने ठाउँमा पुगि नै सक्यौँ। दुई तिन पत्ता चाहिएको छ हामीलाई। टक्क त्यही हिसाबले 2-3 पत्ता काट्छौँ मिलाएर। लगभग यो सागहरू त अमिलो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। किन भन्दाखेरि चाहिँ यो सागहरू सबै चाहिँ छिपिसक्यो नि त, यो कुरा हो। यो के हो गाइज, वाट इज दिस? सो हामीले यता बन्दा पनि रोपेछौँ। ठ्याक्कै हामीले फेरि देखाउने टाइम चाहिँ बन्दा यस्तो सागसब्जी देखाउने टाइम चाहिँ सही टाइम है गाइज फेरि यहाँ। सो 2-3 पत्ता भन्दा नि 4-5 पत्तै लानुपर्छ मिलाएर।
ओके गाइज हामीले चाहिँ यति साग चाहिँ टिपिसकेको छौँ लेट्स गो सो लाइटको समस्याको कारणले गर्दाखेरि चाहिँ लाइट चाहिँ बालेर चाहिँ भिडियो गर्नुपर्छ नत्र अँध्यारोमा देख्दैन त्यसै कारणले चाहिँ भिडियो चाहिँ साइडमा गरेर चाहिँ हिँड्नु परिरहेछ किन भन्दाखेरि लाइट अगाडिपट्टि गऱ्यो भने चाहिँ देख्दैन सो त्यसैले साइडमा मैले लाइट पाएँ भने चाहिँ मजाले बाटो नै देखिन्छ भिडियो नै रेकर्ड हुन्छ नि त ओके लेट्स गो यताबाट त अगाडि गर्दा नि हुन्छ मलाई थाहा छ यो बाटो सो यहाँबाट चाहिँ लसुनको पात पनि लानुपर्ने हुन्छ मिलाएर गाइज लगभग यति भयो भने पुग्छ होला सो फाइनली गाइज हाम्रो चाहिँ खाना पाकिसकेको छ अब चाहिँ खानेवाला सो आई होप यु इन्जोय माई भिडियो थ्याङ्क यू गाइज फर योर भ्यालुएबल टाइम तपाईँलाई अझै यस्तै रमाइलो भिडियोहरू चाहिन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ थ्याङ्क यू गाइज